कति दिन अनुभव गर्नुभयो के भयो होइन, कसरी बुकिङ गर्ने सोच्नुभयो, श्रीमान श्रीमतीमा सल्लाह होला के कसरी भयो भन्ने कुराहरू चाहिँ छोटो मिठोमा हामीले मम्मीको कुरा सुन्छौँ। हुन्छ बुढाबुढी? मम्मी यो माइक्रोफोन चाहिँ एकैछिन मम्मीलाई नै हस्तान्तरण गर्छु मैले। नमस्कार। सबैजनालाई नमस्कार। सबैजनालाई नमस्कार। म यहाँको आज 18 दिन भयो। यहाँ आउँदै गर्दा मलाई ढाडको बिमार थियो अनि आँखा एकदम पोल्ने, एकदम भत्पति पोल्ने, दबाई राख्दा नि कोही रोएर रोयो भने त्यही बेला मुर्छा पर्ने, एकदम दुख्थ्यो मलाई। अनि यहाँ आएर सेक्दै जाँदाखेरि मेरो अहिले आँखा अस्ति एउटा त्यो उसमा यो नाचगान हुँदाखेरि एउटा बच्चा टुक्रो रहेछ र त्यो बच्चा त्यहाँ सबै रुँदा मन रोएँ, आँखा पोल्छ, मलाई भत्पति पोल्छ, कति पनि पोलेन, मलाई केही पनि भएन। ओहो यसले ठुलो काम गर्दो रहेछ भनेर अनि बाबुको पनि 5-6 पावर, अनि त्यही भएर बाबुलाई पनि लिएर आएँ। यो सबै सम्पत्ति छोडेर जाने हो, यत्रो गरेर आफूले सुख लिने, खान नपाएर के गर्ने भयो भन्ने भइराखेको थियो मनमा। अनि आज बुढाबुढी सल्लाह गरेँ, आज बुढाको बिहिबार जन्मिनु भएको जन्मदिन, अनि बिहान सल्लाह गरेँ यस्तो लाइन दिन मात्रै। अनि मैले होइन बुढो एउटा मिसिन त लानै पर्छ, अब हाम्रो शरीर दिनदिन बुढो भयो, जति सम्पत्ति भयो नि छोडेर जाने हो। आनन्दले सुखले त्यो मालिस गरे, त्यो मिसिनले मालिस गरे जस्तो शरीर आनन्द पनि हुने, ढाड पनि दुखेन, बुढाको पातो यस्तो गरेर यता जान्थेन, अहिले सर्लकै यता जाने, सबै लाने भनेर आएर अनि बुकिङ गरियो। यहाँ उनीहरू सरहरूलाई सबैलाई मुरी धन्यवाद दिन्छु, किनभने यति राम्रो चिज ल्याएर सबैजनाको मन जितेर हामीलाई सन्चो हुने हो। यहाँ आएर हामीले ओहो भन्न पर्दैन, सबैलाई लैजानुहोस्। अब हामी सबै यहाँ हेर्दाखेरि सबै मेरै उमेरको हुनुहुन्छ, सबैलाई आनन्द हुन्छ। एउटा चिज नलाएर हामीले केही हुँदैन, एउटा मिसिन लगाइयो भने दिनरात घरको काम बित्यो भन्न पनि पर्दैन, आफ्नो खुसीले 3 छोरीसँग गर्दा त झन् सजिलो हुन्छ। सबैजनाले नुगा बेस्टमा आउनुभएका सबै दाजुभाइ दिदीबहिनी, मेरा गुरुहरू पनि हुनुहुन्छ, यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। मलाई चाहिँ के लाग्यो भने यो 1-1.5 वर्षको उमेरमा पनि म यति ध्यान छिरेको थिइनँ। पछि परिवार आइसकेपछि जाम भन्ने कुरा भयो र म आएँ। मलाई यसमा 2टा कुराले प्रभाव पार्यो। एउटा कुरा त उसको आँखा पोल्न छोड्यो भनेर चस्मा लाउनु छोडेको लिए होइन। अर्को कुरो मैले मेरो यो हात चाहिँ यतिभन्दा माथि जाँदैन थियो कि यो मैले नेपालमा पनि पुरै जाँचेँ, अस्ट्रेलियामा पनि पुरै फुल बडी चेक गरेँ। उसले पनि थेरापी नै गर्नुपर्छ, एक्सर्साइजै गर्नुपर्छ भन्यो। अनि अहिले हात यति जाने भयो। यो मलाई जति ठुलो गाडीमा प्लेनमा चढेको छ, हिँडेको छ, पानी जहाजमा चढेको छ, यो पनि कति खाएकै छ त। यो पीडा त मैले सँगै लिएर हिँडेँ, सँगै लगाएँ, सँगै फिर्ता गरेँ। तर यसले आज 15-16 दिनका दिन तपाईँको हात यता जाँदै यहाँभन्दा जाँदैन थियो है, यतिसम्म गयो कि सबै नै तपाईँको एउटा प्राविधिकबाट बनेको चिज रहेछ। यसले चाहिँ हामीलाई फाइदै गर्छ, बुढेसकालको सारा हुनसक्छ भन्ने मलाई पनि लाग्यो। अनि उनले पनि ल भोकिनौँ भनेर मैले आज चाहिँ 15-16 दिनको पिरियडमा चाहिँ मैले किन्ने निधो गरेको हुँ। अनि अर्को समस्या के छ भने मलाई पोस्टेटको पनि बिरामी हुँ। पुसको 15 गते चितवनको सबैभन्दा राम्रो डाक्टर भनेको निर्मल लामिछाने, सबैभन्दा बढी महँगो डाक्टर हस्पिटल त्यही नेसनल सिटी, त्यहाँ हस्पिटलमा अपरेसन गरेँ। मेरो 57 ग्रामको थियो। त्यो 57 ग्रामको अपरेसन गरेँ। बिहान 9 बजेबाट 12 बजे एउटा अपरेसन भयो, असफल भयो। फेरि बेलुका राति 9 बजेबाट फेरि 10 बजेसम्म अर्को अपरेसन त्यही दिन गरेँ। 2 दिन अपरेसन गरिसकेँ। 2 चोटि अपरेसन गरेर त्यो मासु निकाल्दाखेरि मेरो 57 ग्रामको मासु अहिले पनि 36 ग्रामको छ है। तर सहज भएको छ क्या मलाई। अनि यहाँ यो सबै प्रविधि हेर्दा केही न केही अलिकति प्रभाव नपरिकन यो मिसिनले यति धेरै अवस्था पक्कै गरेका छैन भनेर त्यो चाहिँ मैले प्रयोग गरेका छैन। विश्वासको भरमा उहाँहरूले भनेको मिसिनको सबै रूप देखा कोलेस्ट्रोललाई पनि त्यो पोस्टेटलाई पनि
त्योभन्दा बढ्न दिएन भने म सन्तुष्ट हुने भएको कारणले पक्कै केही काम गर्ला भन्ने आशाले, विशेष गरी त्यो आशाले मैले 3 महिनाको पिरियडमा फेरि 4 महिना 6 महिनामा अर्को कति मान्छेले चाहिँ अपरेसन गरेका छन्। पोस्टेडको 6 चोटिसम्म अपरेसन गरेका मान्छे मैले देखेँ। 2 चोटिको त म तपाईँकै अगाडि उभिएकै छु। त्यस कारणले गर्दाखेरि भो ल र यत्तिकै कन्ट्रोल गरिदियो भने पनि मलाई सहज हुन्छ भन्ने मलाई आत्मैदेखि त लाग्यो। त्यस कारणले मैले चाहिँ यो मेसिन चाहिँ किन्न लागेको हुँ। अब सुगर भन्नु पनि मसँग 15 वर्षको सुगरको बिरामी छु। मैले बिहान 2टा ट्याब्लेट खाइसकेँ। अब खाना खाने बेला 2टा खान्छु। दिनको 6वटा ट्याब्लेट खान्छु सुगरको। 130 भन्दा तल घटेको छैन। अलिअलि यसले कसरत गर्दा घट्यो भने त्यो पनि कामै लाग्छ भन्ने आशा जाग्यो कि घटेको चाहिँ छैन, तर आशा जाग्यो। त्यो आशा लाग्यो हुनाले ल भइहाल्यो भनेर मैले यसलाई लिएको। 3, 4, 5वटा आफै भित्रको रोगले। अब यो बाबुको 5.5 छ क्या यो चस्मा पावर माइनस। अब यो बाबुलाई पनि तपाईँको यहाँ सिकाउँदा ठिक गर्छ भनेर परिवारले मेरो चाहिँ चस्मै नलाउनु पर्ने भयो भनेपछि यसलाई घरै लगेर बिहान बेलुका यो यहाँ अहिले यहाँ चाहिँ तपाईँको पढ्ने विद्यार्थीलाई टाइम मिलेन। त्यसो भएर घर लगेर राखिदियो भने बिहानै 5 बजे गराउन पाइयो अनि बेलुका गराउन पाइयो। त्यो सहज हुन्छ कि भन्ने आशा लागेर आँखाको पनि काम गर्ने जस्तो लाग्यो। होइन हामीले धेरै प्रयोग नगरे हुनाले हामी आशावादी नै छौँ। होइन माइनसै हो। त्यसो भएको हुनाले चाहिँ मैले किनेको। अब जीवनमा चाहिँ पैसा भनेको कुरा ठुलो कुरा होइन। जीवन ठुलो कुरो छ। जीवन रह्यो भने अरू सबै कुरा हुन्छ भन्ने लाग्यो। त्यसो भएर मैले किनेँ। सबै साथीहरू यो चाहिँ नोगा वेस्ट यहाँ व्यवस्था गरिदिने तपाईँको चाहिँ राजु होइन उहाँ विदेशकालाई कुरा छोडौँ न, नेपाल ल्याउने कुरा गर्नु पर्यो कि उहाँहरूलाई यहाँको चाहिँ सञ्चालकलाई सबै यहाँको स्टाफहरूलाई धन्यवाद दिँदै म यहाँहरूलाई पनि विचार गर्नु होला। राम्रै हुन्छ जस्तो मलाई लागेको छ। अझ ट्राई गर्नुहोस्। तपाईँहरूलाई पनि भयो भने सबैलाई यो सहजै छ भन्ने लाग्यो। त्यसो भएर सबैलाई धन्यवाद दिन्छु। हस् त, नमस्कार।